नमस्ते। आज मैले तपाईहरुलाई एउटा अनौठो किसिमको कथा सुनाउने कोसिस गर्छु। यो कथाको शीर्षक छ अन्तिम भेट। म यहाँलाई सुरु गर्न चाहन्छु। अन्तिम भेट र कथाका पात्र हुन्छन् दुई। हाम्रो पुरुष मित्रको नाम छ सफल परियार र महिलाको शीतल सिंह। सफल परियार नेपालको हेटौडाबाट बिलोङ गर्नुहुन्छ भने शीतल सिंह हाम्रो ठ्याक्क अपोजिट पूर्वबाट जनकपुरबाट हुनुहुन्छ। आज उहाँहरू अन्तिमचोटि भेट्दै हुनुहुन्छ एकअर्कासित। उहाँहरू 7-8 वर्षसम्म एउटा सम्बन्धमा रहेर अहिले चाहिँ सम्बन्ध स्वीकार्य नभइसकेपछि अलग हुँदै हुनुहुन्छ र यो पहिलो अब अन्तिम भेट हो भनौँ। सफलले शीतललाई भन्छन्, तिमीलाई थाहा छ शीतल, मैले कहिले पनि सोचेको थिएन क्या हाम्रो कहानी यत्तिकै सिद्धिन्छ भनेर। शीतल हल्का रुँदै झुकेको स्वरमा भन्छन् सफललाई, के गर्नु सफल, हाम्रो सपना अधुरै रहने भयो। देखेको नहुँदो रहेछ सफल, लेखेको पो हुँदो रहेछ त। सफल केही खुसी अनि प्राउड फिल गर्दै भन्छ, तिमी त त्यो मान्छे हो जसले मलाई सपना देख्न सिकाएर सपनासँग बाँच्नु। आज म त्यही सपनाहरूको घाँटी रेटेर तिमीलाई भेट्न आएको छु, बुझ्यौ शीतल। शीतल आवाज खपाउँदै, त्यस्तो नभन न सफल, म बाध्य छु प्लिज। सफल अलिअलि हाँस्दै, तिमी त भन्ने गर्थ्यौ त शीतल, सँगै मर्न नसके पनि सफल म तिमीसँगै बाँच्छु, तिमीसँगै जिउँछु। तर तिमी त मेरो जीवनमा साथ पनि दिन सकेनौ। एकछिन रोक्दै, मैले सबै समस्या आफै एक्लैले फेस गरेँ शीतल, तिमीलाई थाहा छ। जब मलाई लाइफमा सबैभन्दा बढी तिम्रो आवश्यकता थियो नि, तिमी कहाँ थियौ भन त शीतल, कहाँ थियौ तिमी? सबै फेस म आफैले गरेँ, तिमी थियौ अगाडि। तिमी त भन्ने गर्थ्यौ नि त शीतल, म तिमी बिना बाँच्न सक्दिनँ भनेर। शीतल आँखाभरि आँसु लिँदै चर्को स्वरमा, हो मैले भनेको थिएँ म बाँच्न सक्दिनँ, तर बाँचे, पल पल मरेर बाँचे, सफल पल पल मरेर बाँचे म। तर आज म अरू कसैको दुलै बन्न जाँदैछु सफल। तर भित्री मनबाट म आज त्यही केटी हुँ जो तिमीसँग अन्तिम पल्ट हक गर्न चाहन्छ। सफल निशब्द एकटक शीतललाई हेर्दै, आखिर के का लागि दिँदैछौ तिमीले यी बलिदान, हाम्रो माया र हाम्रो सम्बन्धको बलिदान, ल भन त शीतल। शीतल हेर सफल, म तिमीलाई माया गर्छु, तर फ्यामिलीको अगेन्स्टमा जानु सक्दिनँ, मलाई माफ गरिदेऊ सफल। हाम्रो रिलेसनलाई बुवाले स्वीकार्नुहुन्न तिम्रो कास्टले गर्दा। सफल झड्किँदै अलिक चर्को स्वरमा, के रे अहिले आज आएर तिमीलाई चाहिँ हाम्रो कास्ट थाहा भयो, मेरो कास्ट थाहा भयो, तिमीलाई थाहा थिएन योभन्दा पहिलासम्म? यदि हामी एकअर्कालाई माया गर्छौँ र हामीले पेरेन्ट्सलाई कन्भिन्स गर्न सक्छौँ भने हामी खुसी हुन्छौँ यार एकअर्कासित। त्योभन्दा अरू के चाहिन्छ र? पेरेन्ट्सलाई तिमी खुसी हुनु नै आवश्यकता हो नि, होइन र? तिमी बिहा गरेर गइसकेपछि। शीतल ठुलो आँखा देखाउँदै सफललाई भन्छ, अनि यो समाजले चाहिँ, समाज चाहिँ चाहिँदैन। थ्याङ्क यू।